स्वतन्त्र एकदम आफ्नो मन खुसीले हाल्न पाउने कहिले भएको थियो त्यो दोलखाको बैठेश्वरमा यही पाइले एकदम भोट हाल्ने राम्रो भयो अहिलेसम्मको चाहिँ राम्रो छ तपाईँले राम्रो स्वतन्त्र तरिकाले हाल्न पाउनु भयो नि होइन अनि के चाहियो त त्यो भन्दा अनि भोट हालेर आएको आमा छोरी होइन अनि यसपालि तपाईँलाई भोट हाल्ने सिस्टम कस्तो लाग्यो त कान्छी आमा एकदम सही ठिक छ अहिले एकदम राम्रो भएको छ है राम्रो अनलाइन त बस्नु परेन नि हामी कति राम्रो आनन्द त्यो यस्तोमा उस्तोमा हाल्ने भन्ने हुँदैन त्यो हेर्ने मान्छे पनि हुँदैन रहेछ आनन्दले लाइन बस्नु परेन केही गर्नु परेन मन खुसीले हाल्नु पर्ने आफ्नो होइन जुन भयो नि शान्त है के भन्नुहुन्छ त्यो सरकारलाई यस्तो राम्रो के अरे निर्वाचन गराउने सरकारलाई गुड हो अब अर्को पार्टीले जिते पनि जुनै पार्टीले जिते पनि यस्तै खाले गर्नु पर्यो है चाहिने मन खुसीले यतिको चाहिँ चाहियो नि त ल है त अहिले कस्तो लाग्यो यसपालिको निर्वाचन प्रणाली ठिक ठाउँ हो खुसी हुनुहुन्छ खुसी हुनुहुन्छ नि होइन ल अब अर्को सरकार जुन आए पनि यस्तै हुनु पर्यो होइन बैतेश्वर 1 2 3 मा चाहिँ एकदम राम्रो यसपालि होइन म यसपालि जस्तो कहिले भएन है है इतिहास रेकर्डै राख्ने भयो क्या हो यो बैतेश्वरले